गालामा हानेको थप्पड बिर्सिन सकिएला, तर मनमा लागेका वचन कहिल्यै बिर्सन सकिँदैन। शरीरमा लागेको चोट त केही समयपछि निको हुन्छ, तर मनमा लागेको घाउले वर्षौंसम्म पोलिरहन्छ। कहिलेकाहीँ मानिसहरूले रिसमा बोलेका केही शब्दहरू अरू कसैको जीवनभरको पीडा बन्न पुग्छन्। त्यसैले बोल्नु अघि एकपटक सोच्न सिक, किनकि शब्दको कुनै मूल्य नलागे पनि त्यसको असर धेरै महँगो हुन सक्छ। जीवनले मलाई यति सिकाएको छ, मानिसहरू थप्पडको पीडा बिर्सिन्छन्, तर अपमान र तितो वचनको घाउ सजिलै बिर्सिन सक्दैनन्। त्यसैले यस्तो बोल जुन सुनेर कसैको मन नटुटोस्, किनकि शब्दले सम्बन्ध जोड्ने शक्ति पनि राख्छ र सम्बन्ध तोड्ने शक्ति पनि।